हिजो जनार्दन शर्मा त्यस्तो बोल्ने हो, त्यो बोल्ने जनार्दन शर्मा त्यसरी बोल्ने हो। उहाँले त्यसरी बोल्नुपर्ने के कारणै दिन्थ्यो। उहाँले त दुईजना विपक्षका सांसदलाई पनि साथमा राखेर ल है यो कुराकानी गरौँ यसो हो भन्ने। अब हामी नै नेता नै तपाईँको आपसमा लड्न सुरु गरेपछि न्याय कसरी पाइन्छ? भोलि समाज कतातिर जान्छ? नेता भनेको समाजलाई डोर्याउने बाटो, उनीहरू नै कन्ट्रोभर्सी गर्छन् भने भोलि समाज कहाँ जान्छ? पृथ्वीनारायण शाहको अर्थमन्त्रीको हिसाबमा गोर्खा राज्यको मुख्य पात्र विशेष नकर्जीको थिए। उनी दलित थिए। उनीले गोर्खामा तपाईँको 1 रुपियाँ पैसा नउठाउँ भनेर गोर्खाको 12,000 घरबाट 1 रुपियाँ नउठाइदिए भए त्यो हतियारै किन्न सकिँदैन थियो। त्यो हतियारले नभइदिए भए आज विश्व यो गोर्खा नेपाल भन्ने देशै बन्दैन थियो भन्ने। हिजो हाम्रा पुर्खा त्यो बेलाहरूको पालामा त तपाईँको जातीय विभेद गरेनन्। यी बिचमा को भिजलान्ते आए क्या, यो बिच त्यो दुर्गेश थापा जीको गीत छ नि, बिचमा यो बिचमा को भिलेनहरू आए अनि यी भिलेनहरूले आफै कानुन बनाउने, आफै जातीय विभेद गर्ने र आज यो नेपालमा सबभन्दा ठुलो भोग भनेकै के हो थाहा छ? जातीय दण्ड। हेर्नु सबै नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीमा प्रणाम, हात जोडेर प्रणाम गर्छु। यसलाई सिरियसमा भनिदिनु होला। यो देशमा जात सिर्फ 2टा छ। मैले भने त कि त केटा र केटी हो, कि त हामी सबैको जात नेपाली हो। अनि अर्को कुरो जात बन्ने कुरा कस्तो हो भने तपाईँले जन्मिनभन्दा अगाडि प्रार्थना गर्नुहुन्छ मलाई यो जातमा जन्माइदिए भनेर। वेदमा देखाऊ, हिन्दूहरूको पवित्र ग्रन्थ के वेद होइन? वेद हो नि। वेद पढ्छौँ हामी, महाभारत भयो, गीता पढ्छौँ, ल कहाँनिर लेखा छ ल भन्नु त जातिभेद? त्यहाँ त सबै जात जातिको मान्छे हो। मान्छे त्यहाँ त कतिसम्म लेखेको छ भनेपछि कर्मले गर्दा मान्छे आफ्नो अस्तित्वमा रहन्छ भनेर लेखेको छ। कसले कस्तो कर्म गर्छ त्यसको फल पाउँछ भने। हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र साईसँग आज हामी केही कुराकानी गरिरहेका छौँ। ज्ञानेन्द्रजी नमस्कार अनि हार्दिक स्वागत छ। नमस्कार। अहिले पछिल्लो एउटा हट इस्यु बनेको छ। जाजरकोटका केही युवाहरू जसरी रुकुम गए र दुलही ल्याउँछु भनेर गएका युवाहरूको कोही बेपत्ता छन्, कसैको सब पत्ता भेटिसकिएको छ। यो घटनालाई जातीय रूपमा विभिन्न किसिमले अहिले यसको विरोध भइरहेको छ, जातका कुरा उठिरहेका छन् र संसदमा पनि यसबारे निकै चर्काचर्की भयो। यो घटनामा तपाईँको केही कुराहरू त तपाईँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, आफ्नो फेसबुकमा बताउनु भएको छ। के हो यो कुरा, कसरी बुझ्नुपर्छ यो कुरालाई? किनकि तपाईँलाई समर्थन गर्ने धेरै ठुलो तबका छ र यो कुरालाई कसरी बुझ्नुपर्छ? सबै मान्छेहरूले के हिसाबमा बुझ्नु पर्यो भने मान्छे मार्ने मान्छे अपराधी हो, चाहे त्यो जो भए पनि अपराधीका नजरले हेर्नु पर्यो। यसलाई राजनीतिकरण गर्नु हुँदैन। किन राजनीतिकरण यदि भइदियो भने न्याय पाउने मान्छेले न्याय पाउँदैन। ती मरेका भाइहरू जो नवराज विक लगायतको टोली छ, टिम छ, जो बेपत्ता छन्, जो घाइते छन्, उहाँहरूमाथि न्याय हुँदैन। अपराधीलाई विभिन्न राजनीतिकरण गरेर यसमा रोटी सेकाउने काम, राजनीति गर्ने काम, उछाल्ने काम यो बन्द गरिदिँदा हुन्छ। मेरो चाहिँ बुझाइ त्यसमा छ। भनेको जस्तो राजनीतिकरण भन्ने बित्तिकै हामीसँग ज्वलन्त उदाहरण छ निर्मला पन्तको त्यो घटना। यति कति किसिमको राजनीति हुँदैछ यसमा र हुन सक्छ कि हामीले हिजो हामीले संसदमै हेर्यौं, संसदमा पनि राजनीतिकरण उछलपुछल भयो। त्यहाँ कसले के भन्ने र कसले के गर्ने भन्ने कुरा थिएन। मर्न मान्छे को मर्या छ, नवराज विक लगायतको टिम मरेको छ, दुःख तिनीहरूलाई छ, उहाँहरू मर्नु भएको छ। घटना कहाँ घटेको छ? रुकुममा घटेको छ। मान्छेहरू कहाँको हुनुहुन्छ? चौरजहारी जाजरकोटतिरको हुनुहुन्छ। यसलाई सबै दलका नेताहरू मिलेर, चाहे त्यो हिजो संसदमा बोल्ने विपक्षी दलका नेता हुन् या तपाईँको सरकार पक्षका नेताहरू हुन्, उहाँहरू सबै मिलेर यो अपराधी हो, त्यो अपराधी घटना भएको हो, अपराधीलाई नेपालको कानुनमा लेखे बमोजियम सजाय गरेर छिटोभन्दा छिटो अनुसन्धान कमिटीलाई काम गर्न दिएर छिटोभन्दा छिटो त्यसको रिजल्ट बाहिर निकालेर नेपालका नागरिकलाई न्याय दिनुपर्ने कुरामा हिजो एक अर्कासँग भेट्दै थिए। यसले गर्दा के देखिन्छ भने यो राजनीतिकरण बन्दैछ कि भन्ने एउटा आशंका देखिन्छ। पछिल्लो पटक चाहिँ म के देख्छु भने यसलाई पृथक राजनीतिकरण गराएर कसैले रोटी सेक्ने, कसैले तपाईँको फेरि पनि 10 वर्षको जनयुद्धमा जसरी जात जातिलाई लडाएर प्रचण्डज्यू आज पुष्पकमल दाहालबाट प्रचण्ड बन्नु हो। हाम्रा गाउँका तपाईँको आएर जात जातिका मान्छेहरू धेरै मारे। हेर्नुहोस्, म जुम्लाको मान्छे हो, म रिमोट एरियाको मान्छे हो, जहाँ माओवादी सबभन्दा बढी फर्स्ट आएको एरिया नेपालमा। त्यहाँको कुरा गर्ने हो भनेपछि बिचारा सबै दलितको छोराछोरीहरूलाई ज्यादा तपाईँको उनीहरूले प्रयोग गरे।
अहिले मर्नेको सङ्ख्या पनि यदि हेर्ने हो भने हाम्रो पश्चिमतिर दलितहरू ज्यादा छ। कालीकोटमा त त्यसको अत्याधिक ज्यादा माहौल छ। तर आज ती दलितका छोराछोरी आमा बाबुहरू अहिले पनि के छन्, ती शहीदका आमा बाबुहरू अहिले पनि के छन्, म शहीद भन्छु तिनीहरूलाई। कसैले भनेर मलाई रोक्यो भने म रोक्न तयार छैन, किनभने प्रचण्डले पो गद्दार गरेका थिए, यिनको नेतृत्वले पो गद्दार गरेको थियो, तलको कार्यकर्ताले त गद्दार गरेका थिएन नि। उहाँहरू शहीद हुनुभयो। शहीद भएका ती छोराछोरीका आज उहाँको परिवार हेर्नुहोस् त, यस्तो विचल्ली छ कि हामीलाई उहाँको आँखा अगाडि देख्न सकिँदैन, किनकि जातका नाममा पृथक के भयो, राजनीतिकरण भयो। आज पनि के छ भने राजनीतिकरण हुँदैछ। यो केस हिजो संसदलाई मध्यनजर गर्ने यो नगरिदिनुहोस्, सबै दलका मान्छे मिल्नुहोस्, अपराधीलाई सत्य तथ्य पत्ता लगाएर अपराधीलाई कानुनी कारवाही गर्नुहोस् हैन। तर यहाँ ध्रुवीकरण भएर जात जाति भएर अब मैले पनि त भएर यो भोलि गलत बाटोतिर जान सक्छ। म पनि एउटा सरकारको विपक्षमा भन्दा पनि सरकारले गरेका गलत कामको विरुद्धमा म भोलि आवाज उठाउँदै आइरहेको मान्छे हो। अहिले प्रतिपक्षको भूमिका त काङ्ग्रेसभन्दा बढी हामीले पनि निर्वाह गरेका छौँ। चाहे एमसिसीको केसमा होस्, चाहे राष्ट्रघातीका केसमा होस्, सबै चुप लागेको बेला हामीले सरकारलाई दबाबतिर यो चाहे नक्साको विषयमा हो, नक्साको विषयमा सबभन्दा पहिला नक्सा सार्वजनिक गर्ने हाम्रै अभियान, दार्चुलासम्म गएर रिपोर्ट सहित ल्याएर, तथ्य प्रमाण सहित ल्याएर। आज कसैले घमण्ड गर्छ भने हामी त्यसलाई घमण्ड गर्छौँ। यदि अहिले नक्सा पारित गर्न सक्ने खड्गप्रसाद केपी शर्मा ओलीज्यूले मङ्सिरमा किन गर्नु भएन? किनकि अहिले दबाब भयो, त्यतिखेर दबाब थिएन, त्यो दबाब सिर्जना भयो। तर यो केसमा यसरी कसैले राजनीतिक फाइदाका लागि, कसैले व्यक्तिगत फाइदाका लागि, अब माननीय सांसद तथा पूर्व गृहमन्त्रीज्यू हुनुहुन्छ र हाम्रो जनार्दन शर्मा प्रभाकर हुनुहुन्छ, उहाँले पनि यो कुरालाई कुनै जात जातिका हिसाबमा, कुनै राजनीतिकका हिसाबमा हेर्नु हुँदैन, यसलाई अपराधका हिसाबमा हेर्नुपर्छ। अपराधिक पृष्ठभूमिका हिसाबले हेरियो भने बल्ल पीडितले न्याय पाउँछ। जस्तो तपाईँ त्यो नजिक क्षेत्रको हुनुहुन्छ, तपाईँले त्यहाँको सिडिओ वा पीडित परिवारसँग कसैसँग केही नयाँ कुराकानी गर्नुभएको छ? मैले हिजो रुकुमको सिडिओ साहबसँग कुराकानी गरेको छु, रुकुमको सिडिओ साहबसँग पनि कुरा गरेको छु, रुकुमको सहायक सिडिओ साहबसँग पनि कुरा गरेका छु र उहाँहरूले प्रोग्रेस हुँदैछ, अनुसन्धान भइरहेको छ। अनुसन्धान आउने बित्तिकै म ज्ञानेन्द्र बाबु तपाईँलाई म जाहेर गर्छु भनेर हिजो सिडिओ साहबले भन्नुभएको छ। त्यति मात्र नभएर जो त्यो छानबिन समिति छ, त्यो समितिको अध्यक्षसँग पनि मेरो कुराकानी भइरहेको छ। उहाँसँग मैले कुराकानी गरेँ। यहाँभन्दा अगाडि कुरा गरिसके पछाडि मैले उहाँलाई के भने यसलाई राजनीतिक आधारमा, विभिन्न यो राजनीतिक जसरी भयो त्यो आधारमा नहेरिदिनु होला है तपाईँहरू, यसलाई शुद्ध अपराधिक पृष्ठभूमि आधारमा जो साँच्चै तपाईँको पीडित छ त्यसले न्याय पाउनुपर्छ, त्यसको हिसाबमा हेरिदिनु होला। यदि कसैले तपाईँलाई राजनीतिक दबाब गर्छ र काहीँ केही भन्छ भने तपाईँले मलाई सम्पर्क गर्न सक्नुहुन्छ भनेर मैले हिजो उहाँको समितिको अध्यक्षज्यूलाई कुरा गरेको छु। जस्तो त्यो घटनामा वडा अध्यक्ष अहिलेको सत्तारूढ पार्टीसँग निकट रहेको कुरा यताउति हेरुन्जेल यसमा राजनीतिक चलखेल हुन्छ भन्ने धेरै शङ्का छ, आशंका छ। यसबाट चाहिँ अब त्यो छानबिन टोलीले वा प्रशासनले कसरी मुक्त भएर काम गर्नुपर्छ भन्ने तपाईँलाई के लाग्छ? जस्तो मेरो अन्य केसहरू हेर्ने हो भने निर्मलाकै केस, यसको लागि त त्यहाँ स्थानीय समिति गठन गर्नुभन्दा सबभन्दा उपयुक्त भनेको सेन्ट्रलबाटै, केन्द्रबाटै हाम्रो यस्तो बेला सिबिआईले खुब काम गर्ने गर्छ। नेपालमा मात्र होइन, विश्वभरि एउटा प्रचलन छ। भारतमा पनि केही ठुला काण्डहरू भयो भने त्यहाँको सिआइडी एक नम्बर एक्टिभ हुन्छ, नेपालमा सिबिआई हुन्छ। अब यिनीहरू राष्ट्रिय अनुसन्धानकर्ता नेपाल प्रहरीको एउटा दस्ता छ, एउटा छुट्टै अनुसन्धान गर्ने निकाय छ, राष्ट्रिय अनुसन्धान निकाय नै छ राष्ट्रिय अनुसन्धान। यहाँबाट तपाईँको सरकारी अफिसरहरूको फुल पावर दिएर उहाँहरूलाई पठाइदिए भए यसले उपयुक्त अझ राम्रो डिसिजन दिन्थे। तर अझै पनि हामी त्यसमा भरोसा गरौँ, अविश्वास नगरिहालौँ। तर पनि के छ भने मेरो अहिले डर के छ भने यसलाई व्यापक राजनीतिकरण गरेर यसले कतै भोलि द्वन्द्वको रूपमा आगो त सल्काउने होइन भनेको जातीय मुद्दा उड्न सक्छ। किनभने यहाँ त राजनीति गर्नु छ, हेर्नु सबैलाई। हिजो संसदमै बोल्दाखेरि मैले देखिसकेका थिएँ, त्यो संसदमा झगडा पार्ने ठाउँ होइन नि हिजो। उहाँहरू सबैको बोली हिजो के हुनुपर्छ, एउटै हुनुपर्थ्यो नि, बोली फरक हुने होइन नि। किनकि नेपालको नागरिक मरेको छ, यो देशमा जात सिर्फ दुईटा छ। मैले भने त कि त केटा र केटी हो, कि त हामी सबैको जात नेपाली हो। अनि अर्को कुरो जात बन्ने कुरा कस्तो हो भने तपाईँले जन्मिनभन्दा अगाडि प्रार्थना गर्नुहुन्छ मलाई यो जातमा जन्माइदिए भनेर, तपाईँ आफै जन्मेको कुरा हो। यो एउटा प्रचलनमा, एउटा यो कुरीतिको रूपमा जात पनि विश्वभरि जात हुन्छ, नेपालमा मात्र होइन। आज धेरैले भन्छन् कहीँ अमेरिकामा तपाईँको भेदभाव छैन भन्छन्। किन छैन? अमेरिका रङका आधारमा, वर्गका आधारमा सबभन्दा बढी भेदभाव हुने देशै अमेरिका हो।
यो कसैले कहीँ कराएर बोलिराखेका छन्, तर म यसो असहमति राख्छु। विवाद छ त्यहाँ पनि छैन। 1960 सम्म 1960 भएर आज पनि विवाद छ त्यतिसम्म कि अहिले पनि त्यहाँको तपाईँको रेड क्रिस्चियन र त्यहाँको रेड क्रिस्चियन र क्याथोलिक क्रिस्चियन र क्रिस्चियन लफडा भएर दङ्गा भएको कारण छ। केही वर्ष अगाडिसम्म बसमै सिटै फरक हुन्थ्यो, सिटै फरक भने यो हिसाबले विश्वभरि यो गरिराखेका छन्। यो अपराध हो भनेर संयुक्त राष्ट्र सङ्घले, विश्व शान्ति प्रक्रियाले, ह्युमन राइट्सले र अन्तर्राष्ट्रिय मानवाधिकार आयोगले यो गलत काम हो भनेर तपाईँको एउटा शोधपत्रसम्म जारी गरेको छ। त्यो अनुसार अहिले विश्वका मुलुकहरू हिँडिराखेका छन्। यसलाई हामीले बिस्तारै बिस्तारै चेन्ज गर्दै जाने हो। तर यसैको आँटमा तपाईँको माओवादीले जनयुद्ध गरे, तर त्यसको रिजल्ट के? 0। हात लाग्यो सुन्ने खै त। जाजरकोट कसको एरिया हो? जाजरकोट अहिलेका माननीय मन्त्रीज्यू हुन्, त्यो उहाँको जिल्ला हो। हाम्रा एकपटक गृहमन्त्री भइसक्नुभएका मान्छे, जनमुक्ति सेनाका कमान्डर मान्छे, हाम्रा शक्ति बस्नेतज्यूको एरिया हो, हाम्रो माननीयज्यूको एरिया हो। रुकुम कसको एरिया हो? जो जनयुद्धमा सबैभन्दा बढी तपाईँको टाउकोमा हतियार बोकेर मान्छे सबैभन्दा बढी आक्रमण गर्दै मान्छे मार्दै हिँड्नेका कमान्डरको प्रचण्डको युद्ध लडेन होला, सबभन्दा बढी युद्ध लडेका मान्छे हुन् जनार्दन शर्मा प्रभाकर, उहाँको एरिया हो। खै त रिजल्ट सुन्ने भने त्यो जनयुद्धको के अर्थ रह्यो भने केका लागि गरिरहेछ त्यो युद्ध भन्ने कुरा प्रुभ भयो। अब सिर्फ राजनीतिक फाइदाका लागि। यसको मतलब अब पनि त्यस्तो किसिमको राजनीतिक फाइदाकै लागि भनेर त्यो किसिमको आन्दोलन नहोस् भन्न चाहन्छु। मेरो बुझाइ के छ भने पीडितले न्याय पाओस्, यसलाई राजनीतिक मुद्दा बनाएर यसलाई तपाईँको आफ्नो सेक्ने के अरे रोटी सेक्ने माध्यम नबनोस्। तर जनताले हरेक ठाउँमा धोका पाएका छन् र यसमा पनि धेरै शङ्का। अनि मलाई डर छ, अर्को कुरा ठुलो डर छ। कहीँ कतै हामी भारतमा हिन्दू र मुसलमानको जस्तो दङ्गा भइदियो भने मेरो बुझाइ के छ भने हेर्नुहोस्, अपराधी हुन्थे, चाहे जे गरे पनि ती अपराधी हो। तर अपराधीलाई कहीँ कतै भोलि राजनीतिक रूपमा त्यसलाई सोलो बनाएर, त्यसलाई राजनीतिक एजेन्डा बनाएर अपराधीले तपाईँको उन्मुक्ति पाउने, पीडितले न्याय नपाउने बनिदियो भने के हुन्छ? भोलि यही इस्युलाई लगेर तपाईँको गल्ली गल्ली टोल टोलमा तपाईँको जातीय दङ्गा भयो भने के हुन्छ? यसको जिम्मा कसले लिने हो? त्यही भएर नेताजीहरूलाई प्रणाम गर्छु म, माननीय नेताजीहरूलाई। तपाईँहरू त्यो कहाँ बुरुक उफ्रिनु हुन्छ नि संसदमा, एमसिसीको बेला कहाँ गएको थियो? यी दुई आँखाले हेरे यो जब देशै बेच्ने राष्ट्रवादी सम्झौता गर्दाखेरि थप 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 थियो। कहाँ गएको थियो? आपसमा लड्ने विषय होइन नि, यो सबै मिलेर जाने विषय हो। किनभने त्यहाँ कसैले दोष गरेको छ, कसैले अपराध गरेको छ भन्ने त्यसमा कसैको अपराध भएको छैन भनेर कोही बोल्छ भने त त्यो त महाअपराधी हो। मान्छे मारिसकेका छ, भलै ती मान्छेले तपाईँको केही गरे होला, तर मान्छे त मार्न भएन नि। नेपालमा कानुन छ, नियम छ, कसैलाई मार्ने अधिकार छ भने ती अपराधीका लागि प्रतिपक्ष र विपक्ष गर्नुपर्ने के आवश्यक छ? संसदमा छैन नि। सबै मिलेर अपराधीलाई के गर्ने हो? सजाय दिने। यो किसिमको वातावरण नेपाललाई कहिले भन्ने? सिर्फ दुनो सोझाउनुहोस्। त्यहाँ बोल्ने सांसदको कोही छोरो त मर्या होइन नि। उहाँका छोराहरू हिजो जनयुद्ध गर्दाखेरि पनि तपाईँको सेल्टर लिएर सेफ ल्यान्डिङ गरेर विदेश पढ्थे, जनताका मसिया भएर हेरेछ। र आज यो नेपालमा सबभन्दा ठुलो भोग भनेकै के हो थाहा छ? जातीय दण्ड। हेर्नु, सबै नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीमा प्रणाम, हात जोडेर प्रणाम गर्छु। यसलाई सिरियस रूपमा लिइदिनु होला। हामी कस्तो देशमा जन्मेका छौँ भने एउटै गाउँमा अनेक थरीका जात जाति बस्छन्। हामी अमेरिका जस्तो छैनौँ, सबै कुहिरे हापकटी लगाएर हिँड्ने छैनौँ। हामी एउटा गाउँबाट अर्को गाउँमा जाँदाखेरि भाषा फरक हुन्छ। विविधताभित्रको एकताको देश हो नेपाल। ओल्लो घरबाट अहिले पनि म बसेको घरमा म कुन ठकुरीको घर, साई ठकुरीको घर, यो पल्लो घर मगरको घर होला। हेर्नुहोस्, उतापट्टिको घर कसको? नेवारको। खाना फरक छ, संस्कृति फरक छ, भाषा फरक छ, लगाइ फरक छ। ल टाढै नजाउँ, अहिले यहीँनिर पनि तपाईँले इन्टरभ्यू लगिरहेको ठाउँमा तपाईँ घरमा आउनु भएको छ। यो म बसेको घर ठकुरीको, पल्लो घर मगरको, त्यो पल्लो घर नेवारको, ऊ तलपट्टिको घर तपाईँको उसो धितालको हुन्छ, उहाँ तपाईँको ब्राह्मण हुनुहुन्छ। मतलब एउटै टोलमा विभिन्न जातिका मान्छेहरू बस्ने देश हो। यहाँ यही जातको कुरा उठ्यो भने न दाइ बच्छ, न भाइ बच्छ, न बुहारी बच्छ, न छोरी बच्छ, न आमा बच्छ, न केही बच्छ, सबै हामी नेपाली मानिन्छौँ। जो मान्छेले अपराध गरे ती अपराधीलाई कुनै पनि हालतमा छोड्नुहुन्न। देश के तपाईँको ठकुरीहरूले मात्रै आर्ज्या होइन नि।
विशी नकर्सी को थिए पृथ्वीनारायण शाहको अर्थमन्त्रीको हिसाबमा गोर्खा राज्यको मुख्य पात्र विशी नकर्सी को थिए उनी दलित थिए उनीले गोर्खामा तपाईको 1 रुपैयाँ पैसा नउठाउँ भनेर गोर्खाको 12,000 घरबाट 1 रुपैयाँ नउठाइदिए भए त्यो हतियारै किन्न सकिँदैन थियो त्यो हतियारले नभइदिए भए आज विश्व यो गोर्खा नेपाल भन्ने देशै बन्दैन थियो भन्ने हिजो हाम्रा पुर्खा त्यो बेलाको पालामा त तपाईको जातीय विभेद गरेनन् यी बिचमा को भिजलान्ते आए के यो बिच त्यो दुर्गेश थापा जीको गीत छ नि बिचमा यो बिचमा को भिलेनहरू आए अनि यी भिलेनहरूले आफै कानुन बनाउने आफै जातीय विभेद गर्ने अब यहाँ आज यो कुरालाई लगेर हिन्दू धर्ममाथि धावा बोलिएको छ म त्यसको घोर बच्चना गर्छु कुनै धर्ममाथि धावा बोल्ने अधिकार कसैको हुन्छ यो कुरालाई लगेर बौद्ध धर्ममाथि धावा बोलिएको छ भने ती अपराधी हुन् र हिन्दू धर्मको कुन ठाउँमा लेखेको छ कुन काममा लेखेको छ कुनै पनि जातलाई छुनु हुँदैन भनेर कहाँ लेखेको छ ल मलाई देखाऊ त वेदमा देखाऊ हिन्दूहरूको पवित्र ग्रन्थ के वेद होइन वेद हो नि वेद पढ्छौँ हामी महाभारत भयो गीता पढ्छौँ ल कहाँनिर लेखेको छ ल भन्नु त जाति त्यहाँ त सबै जात जातिको मान्छे हो मान्छे त्यहाँ त कतिसम्म लेखेको छ भनेपछि कर्मले गर्दा मान्छे आफ्नो अस्तित्वमा रहन्छ भनेर लेखेको छ कसले कस्तो कर्म गर्छ त्यसको फल पाउँछ भनेको छ यसलाई बिचमा के भइदिए केही पण्डितहरू केही गर्ने मान्छेहरू जो धर्मका व्यापारीहरू हुर्केर आफै भित्रका दाजुभाइलाई तपाईको कसैलाई छोटो कसैलाई सानो कसैलाई ठुलो बनाएर हिँड्ने अनि यो आज समस्या भोग्नु परेको छ र यसलाई हामीले बिस्तारै परिवर्तन गर्नुपर्छ त्यो रुकुमको काण्डमा पनि अपराधीलाई कानुनी सजायतिर जानु पर्यो अपराध गरेको छ उसले हत्याकाण्डको मुद्दा चलाउनु पर्यो विभेदको मुद्दा चलाउनु पर्यो तपाईले दण्ड हुन सक्छ यसको जिम्मा कसले लिन्छ मैले प्रत्यक्ष मेरा यी दुई आँखाले देखेको छु गुजरातको काण्ड मैले यी दुईटा आँखाले देखेको छु गुजरातको काण्ड हिन्दू मुसलमानको दंगा मेरा यी आँखाले झलझली देखेका छन् त्यो दंगा कस्तो हुन्छ भन्ने कुरा मलाई थाहा छ भोलि त्यो भयो भने के हुन्छ कस्तोसम्म घटना भयो थाहा छ हजुरलाई मुसलमानले तपाईको एकजना हिन्दूले मुसलमानकी छोरी बिहे गरेको थियो मुसलमानले उसलाई लखेटे पछाडि त्यो हिन्दू के गर्यो ओहो मेरो ससुरालीको घरमा गयो भने त म बच्छु बा भनेर ससुरालीको घरमा गयो ससुरासँग बस्यो त्यो राजकोटको घटना हो गुजरातमा ससुराको घरमा बसेर त्यही ससुराले ज्वाइँलाई मार्दियो जातीय द्वन्द्व भनेको दुनियाँको सबभन्दा खतरनाक द्वन्द्व मेरो छोरीको श्रीमान हो मेरो ज्वाइँ हो मेरो छोरीको सिन्दुर हो यो मेरा सारा संसार सकिन्छ भनेर सोचे न्याय दिन तिनै छैन क्या आफ्नो दुनो सोचौँ बस ओए मैले हिजो बोलेको थिएँ देखिस् त्यही भएर चुनावमा मलाई भोट हाल यति हिजो किन सर्किया हुन्छ केही कारण थियो सर्किनु पर्ने म त कारण देख्दैन हिजो जनार्दन शर्मा त्यस्तो बोल्ने हो त्यो बोल्ने जनार्दन शर्मा त्यसरी बोल्ने हो उहाँले त्यसरी बोल्नुपर्ने केही कारणै दिन्थ्यो उहाँले त दुईजना विपक्षका सांसदलाई पनि साथमा राखेर ल है आऊ है यो कुराकानी गरौँ यसो हो भन्ने अब हामी नै नेता नै तपाईँको आपसमा लड्न सुरु गरेपछि न्याय कसरी पाइन्छ भोलि समाज कतातिर जान्छ नेता भनेको समाजलाई डोर्याउने बाटो उनीहरू नै कन्ट्रोभर्सी गर्छन् भने भोलि समाज कहाँ जान्छ हेर्नुहोस् सर हामी हरेक जात जाति मिलेर बसेको देश हो हामीले चेतनाका कार्यक्रम गर्नुपर्छ हरेक किसिमले सोच्नुपर्छ दीर्घायु रूपमा सोच्नुपर्छ राजनीतिकरण त पटक्कै नगरौँ जातीय रूपमा उठाउनुहोस् भन्छु म कसरी जान्छ मुद्दा हाल्नुहोस् के उसलाई दुईटा मुद्दा लगाइदिनुहोस् जातीय विभेदको मुद्दा पनि लगाइदिनुहोस् हत्याकाण्डको पनि मुद्दा लगाइदिनुहोस् काम सकियो यो अपराधी हुन् यिनीहरू हेर्नुहोस् अपराधीहरूको केही पनि धर्म हुँदैन जो मार्ने मान्छे छ नि अपराधी मात्रै यो अपराधी हुन् यिनीहरूको न धर्म हुन्छ न प्रेम हुन्छ न प्रेम भइदिए भए छोरीले साँच्चै प्रेम गरेको छ भने